यदि तपाईलाई पनि लिसनिङ र हियरिङ भनेको एउटै लाग्छ भने देन यु आर रङ। अब धेरै मान्छेहरूले पनि यी दुईवटा शब्द त एउटै अर्थ बुझाउँछ, तर यस्तो होइन। अब धेरै मान्छेहरूलाई थाहा पनि होला कि यी दुई अलग अलग शब्द अलग अलग अर्थ दिन्छन्, तर एक्ज्याक्ट मिनिङ थाहा नहुन पनि सक्छ। अनि त्यही भएर आउनुहोस् यस भिडियोमा आज हामीहरू यी दुई अलग अलग शब्दहरूको अर्थ हामीहरू जान्नेछौँ है त। हुन्छ, हामीहरू भिडियोलाई सुरु गर्नेछौँ। सुरुमा हामीहरू जान्नेछौँ नम्बर 1 मा लिसनिङ। लिसनिङ भनेको के हो? लिसनिङ भनेको कुनै पनि कुरामा हामीहरूले ध्यान दिनु नै लिसनिङ भनिन्छ। अनि 2 मा हियरिङ। हियरिङ भनेको के हो? हियरिङ भनेको हामीहरूले कुनै पनि कुरालाई सुन्ने तर ती कुरालाई ध्यान नदिने, त्यसलाई हियरिङ भनिन्छ। अनि यो चाहिँ कसरी? आउनुहोस् हामीहरू एउटा छोटो उदाहरण हेरौँ है त। जस्तै तपाईँ यो भिडियो हेरिराख्नु भएको छ। यो भिडियो म बोलिराखेको छु, तपाईँहरू मेरो आवाजलाई सुनिराख्नु भएको छ अनि केही सिकिराख्नु भएको छ। यो भनेको के हो? यो भनेको एउटा लिसनिङ हो। तपाईँहरू ध्यान दिएर सुनिराख्नु भएको हुन्छ नि त मेरो आवाजलाई, त्यसलाई लिसनिङ भनिन्छ। अनि हियरिङ भनेको तपाईँहरूको माझमा पङ्खा चलिराखेको हुनसक्छ, वरिपरि कोही मान्छे बोलिराखेको हुनसक्छ, ट्र्याक्टर गाडीहरू गइराखेका हुन्छन्। ती कुराहरू तपाईँको कानमा त आइराखेको छ, तपाईँहरूको कानमा आवाज पुगिराखेको छ, तर तपाईँहरू ती कुराहरूलाई सुनेर पनि ध्यान दिइराख्नु भएको छैन। त्यस्ता कुराहरूलाई हियरिङ भनिन्छ। अब थाहा पाइसक्नु भएको होला कि लिसनिङ र हियरिङमा के फरक छ। लिसनिङमा कुनै पनि कुरामा हामीले ध्यान दिनुपर्छ, फोकस गर्नुपर्छ, त्यसलाई लिसनिङ भनिन्छ। अनि कुनै पनि कुरा कानमा आए तापनि ध्यान नदिएको कुरालाई त्यसलाई हामीहरू हियरिङ भन्न सक्छौँ। तपाईहरूले धेरैपल्ट विद्यालयमा स्कुलमा तपाईँहरूको टिचरले भन्नुभएको होला लिसन ... के कुरा भन्न अघि नै लिसन भन्नुहुन्छ नि त, किनकि ध्यान देऊ भन्छन्। हो, त्यही हो हियरिङ र लिसनिङमा फरक के छ भनेर आज तपाईँहरू यस भिडियो मार्फत जानिसक्नु भएको छ भन्ने आशा गर्दछु। अनि फेरि पनि हामीहरू भेट्नेछौँ एउटा नयाँ भिडियोमा। हुन्छ, अहिलेलाई बाई बाई।